कहाँ जान्छौँ रे? लामा लुबुटार लाकुरी भन्ज्याङ लुबु लामाटार जाने हाम्रो तपाईँहरूलाई हाम्रो नयाँ भ्लगमा स्वागत छ। हेरेर माया गरिदिनु होला। ल हाम्रो ग्रुप यता एउटा हिरो लुबु लामाटार जाँदैछौँ होइन। केटाहरू चाहिँ अगाडि दह्रो कुदाएर गइरहेछौँ होइन। लुबु लामाटारको भ्यू चाहिँ अब दसैँको बेलामा कस्तो देखिन्छ त हजुरहरूलाई देखाउनेछौँ। हेरौँ आमा धुलो उडाएर हिँड्दैछ यार अफरोड त्यहाँको भ्यू। यो दसैँको बेला कस्तो देखिँदो रहेछ होइन। अब त्यहाँको भ्यूहरू अब यस्तो बवाल छ नि होइन। तपाईँहरू पनि जानु भएन भने आउनु होला है। अब हामी हाइवे निक्लिन लाग्छौँ। सबभन्दा अगाडिको चाहिँ मेरो भान्जा जेठो भान्जा भुवान हो र बिचको चाहिँ मेरो साथी र पछाडि बस्ने मेरो कान्छो भान्जा र म र मेरो पछाडि बस्ने चाहिँ बबाल छ क्या त्यो ठाउँ चाहिँ। अब भ्यूहरू हेर्नलाई चाहिँ अब तपाईँहरू कहाँ कहाँ जानुहुन्छ है घुम्नलाई यात्रा गर्नलाई। त्यहाँ अब टुर क्या अब ट्राभल गर्नलाई कति कति टाढा जानुहुन्छ। तर यहीँ काठमाडौँको नजिकको क्षेत्र होइन लुबु लामाटारको भन्ज्याङ भन्ने ठाउँमा चाहिँ तपाईँहरू अहिलेसम्म जानु भएको छैन कि। त्यो ठाउँमा गएर हेर्नुहोस् यस्तो राम्रो भ्यू देखिन्छ काठमाडौँ अथवा यो ललितपुरको। त्यो ठाउँ जाने आउनुहोस् के इन्जोय गर्नुहोस्। नजिकको यात्रा रमाइलो यात्रा आनन्द आउने ठाउँ क्या। अब धेरै टाढा पनि जानु पर्दैन तपाईँहरू घुम्नलाई। अब हामी चाहिँ लगभग हाइवे आइसक्यौँ। ल लेट्स गो गाइज। अब मेन हाइवे हामी कुदिरहेछौँ होइन। अब म चाहिँ पछाडि बस्नु परेको क्या। अब भिडियो खिच्दा केटाहरूलाई निकाल्नलाई हाल देखिरहेको क्या। अब जुन अगाडि देख्नु भएको डाँडाभन्दा ठ्याक्कै त्यो डाँडाभन्दा अलि वल्लो डाँडा हो होइन भन्ज्याङ भन्ने चाहिँ। त्यो ठाउँमा चाहिँ हामी जाँदैछौँ। र भान्जाहरू चाहिँ पछाडि भयो क्या यार। कुर्नु पऱ्यो तिनीहरूलाई। राम 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 स्पिड क्या। तर एकैछिनमा भेटिदिन्छु क्या। वाह 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 इन्जिन बनाउनु पाएन त आफैको मेरो भान्जाले यार। एफजेड V2 ओ माई गड यो हो नि त। गुड गुड गुड। धुवा पोतो त फालिरहेको त भुवा के हो यार। नयाँ इन्जिन बनाएर। ओके हामी चाहिँ यो अब गोदावरी पुल तरेर अझ अगाडि हो होइन भाइरल रोड हुँदै जान्छौँ हामी चाहिँ। जोसो छौ के गाइज। ल लेट्स गो। बस लुबु लामाटारको राइट। भुवाले तरो तापेर हिँड्दा त नयाँ इन्जिन बनाएर होला के हो। भुवानको त पिकअप पनि बबाल देखा त यार। राम 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 के हो साझा यातायात त यार सिधै आउँछ त। यो बाटो चाहिँ बवाल छ के कुदाउनलाई चाहिँ। V2 कुदा गया यार।
भुवानको भर्खर इन्जिन बनाएको जोस। ए इन्जिनको ताकत देखाऊ। क्षेत्र प्रवेश क्षेत्र भन्छ तर माथि माथि जान्छ जाँदैन माथि जान्छ जानी ल ल ल ल ल बाटो त यार पानी पर्ला जस्तो छ त के हो छिटाइसक्यो क्या पानी हो ल गाइस
यो हो क्या अफरोडको मजा लिन पाइने घुम्न नि पाइने मेरो त दुईमा तानिरहेको केटाहरू एक नम्बर हालेर पुरा घ्यारेर लगाएछ हामी चाहिँ आइपुग्यौँ ल कस्तो लाग्यो त बाटो कस्तो लाग्यो पानी परेपछि त बामे सर्दै जाने हो तिम्रो हुन्छ कि त्यस्तो लगाइज हामी चाहिँ कहाँ रे यो ललितपुरको लाकुरी भन्ज्याङ ठाउँमा चाहिँ आइपुगेका छौँ ऊ चाहिँ भुवन सर जीवन सर चन्द्र सर अनि सानो मान्छेको नाम के भनौँ दुईवटा नाम छ के भनौँ मिङमर कि रोनिस ल रोनिस सर अनि म चाहिँ राम सर होइन हामी चाहिँ अब माथि चढ्दैछौँ के छ तर राइड त बबल लाग्यो है अस्ति आउँदाखेरि यस्तो थिएन नि है भुवन हामी आउँदा बाटो बबाल थियो क्या ललितपुर मनमोहन पार्क निर्माण स्थल महालक्ष्मी वार्ड नम्बर 10 ललितपुर लाकुरी भन्ज्याङ भन्छ यसलाई चाहिँ होइन अब यो लाकुरी भन्ज्याङ भन्ने ठाउँ चाहिँ बबाल छ माथिबाट तपाईँहरूलाई भ्यू देखाउने छु है त म लाकुरी भन्ज्याङ घुम्नलाई ल गाइज हामी चाहिँ यो लाकुरी भन्ज्याङ घुमेर चाहिँ सबैजनाले इन्जोय पनि गऱ्यौँ होइन अब हामी धेरै बेर नबसौँ होइन बेलुकाको समय हो पानी पनि पर्न सक्छ अब रिटर्न ब्याक हामी चाहिँ जाँदैछौँ अब ल बाई बाई गाइज इन्जोय गर्नु हामी चाहिँ अब यहाँबाट हिँडेको होइन यो बाटोहरू एकदम अप्ठ्यारो छ पानी पऱ्यो भने अब यहाँ चिप्लेर लड्न सक्छ होइन तल झर्न पनि नसक्ने अवस्था आउँछ अब भिडियो चाहिँ खासै धेरै गर्न सकिएला जस्तो छैन यो ब्याट्री पनि सकिसक्यो है यो जाडोमा आइसक्यो चार्जै नटिक्दो रहेछ क्या माथि हाइटमा छ नि त बाटो एकदम अफरोड केही नभइ नगरिकन अथवा नलडिकन हामीले चाहिँ यात्रा सफल गरेर घुमेर आयौँ होइन एकदम रोमणीय स्थलमा आएर चाहिँ हामी घुमेर फर्किँदै रहेछौँ अस्ति
अस्तिको भीषण बारिस आएको भएर कारण चाहिँ यहाँ चाहिँ बाटो चाहिँ एकदम ठाउँ ठाउँमा पहिरो जाने डेन्जर भइरहेको बाटो चाहिँ होइन। के भयो रोनी? चाक थर्क्यो हो? चाक थर्क्यो नै? ओहो यार केटा रे एकदम बिस्तारै है, ग्राभेललाई चिप्लेर उतार्नु पर्लो। आमा दामी दामी दामी। भोक लागिसक्यो? भोक चाहिँ कहाँ लाग्छ? पहिला म एकचोटि आउँदाखेरि त यहाँ यस्तो बाटो थिएन पुरै, अहिले चाहिँ यस्तो हेर्नु त खोला आमा पुरा रुखहरू बगाएर ल्याए यार, यस्तो डेन्जर आयो भने। दसैँ लाग्यो खसी सबै यतातिर चराइरह यार, ओइ झन्नै चिप्लेको। ओके भोक त मलाई पनि लाग्छ तर तल खाने के तल भने यता खाने तल गएर लामाटार उसमा लुबुमा गएर खाने के खाजा। ओके ओके ए झरम अलिक गरम झरम न। केटाहरू झर्न नै डराइरह यार, अलिक गारम गुरुम झरम न। अनि मैले चलाएको बाइक चलाउँदा विश्वास छैन? ल के गरे? भगवान्लाई के किन के च्याप्यो रे? त्यसको के काम त? त्यो च्याप्योस् त। अनि त्यसको के काम? गीत गाउने? प्रायः कोही स्कुटीले नतान्ने, कोही बाइकले नतान्ने गरिरह होइन। तर केटाहरू चाहिँ पुरै डराउने क्या अफरोड भनेपछि त यार, कति बिस्तारो चलाउँछन् भने यार। यस्तो त सकेसम्म गारम गुरुम छोडिदिने हो क्या, एकदम आनन्दले। अगाडिको ब्रेक नहान्ने हो, पछाडिको ब्रेक हल्का छुने हो, धर्ने हो क्या। गरङ क्लज भनेपछि नसमाउने। अब यस्तो ओह्रालो भनेर फेरि न्युट्रलमा आएर नि हुन्छ क्या तेल जोगाउनलाई, एकदम डेन्जर छ नि त। गिर्खा छ त्यहाँ चिप्ल्यो भने त फेरि पछाडिनु सकिन्छ क्या। म त्यहाँ आइसकेँ, केटाहरू चाहिँ किन आउँदैन त यार? केटाहरू अझै आएन त यार, पुरा हिँडेर हो क्या। के हो कारमा लिफ्ट नआउन खोजेर एकछिन तिनीहरूलाई कुरौँ है। चिप्लिन्छ नि, किन ढिलो गरे? आरामले ल। ओके ल, हिँडौँ। आरामले चाहिँ होइन, डेन्जर डराइ आयो जस्तो लागिरह मलाई। सिन्धुलीगढी लेट्स गो बडी सिज बम कान्छी सिज बम। सिन्धुलीगढी लेट्स गो बडी।
गोल्टीहरू त बाटोमा के गरिरहनु भने